काठमाडौँमा रहँदा विकेटका लागि संघर्ष गरेका सन्दीप लामिछाने मधेस प्रदेश हरेपछि भने मैदानमा आगो उकालिरहेका छन्। जनकपुर स्थित रामजानकी मल्टिपर्पज मैदानमा खेलिएको पछिल्लो 3 म्याचमा मात्र उनले 16 विकेट लिएका छन्। जबकि सन्दीपले यही पीएम कप अन्तर्गत काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको 4 म्याचमा 5 विकेट मात्र लिएका थिए। तर जब काठमाडौँबाट जनकपुर पुगे त्यसपछि सन्दीपले शानदार प्रदर्शन गरे। बागमती प्रदेशका कप्तान समेत रहेका उनले जनकपुरमा खेलिएको पहिलो म्याचमा 7, दोस्रोमा 4 तथा तेस्रो खेलमा 5 विकेट लिए। यो सँगै सन्दीप सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनले जारी पीएम कपमा 7 खेलमा 4.39 को इकोनोमी रेटमा 21 विकेट लिएका छन्। यो सूचीको पहिलो नम्बरमा भने सुदूरपश्चिम प्रदेशमा आबद्ध फास्ट बलर हेमन्त धामी रहेका छन्। उनले 7 म्याचमा 3.50 को शानदार इकोनोमी रेटमा 22 विकेट लिएका छन्। पीएम कपमा हेमन्तको उत्कृष्ट बोलिङ 14 रन दिएर 7 विकेट लिनु हो। यो प्रधानमन्त्री कपमा कुनै पनि बलरले हालसम्म 1 म्याचमा गरेको उत्कृष्ट प्रदर्शन हो। यस्तै पीएम कपमा सन्दीपको उत्कृष्ट बोलिङ फिगर 9.1 ओभरमा 40 रन दिएर 7 विकेट चटकाउनु हो। कम्तीमा अझै 2वटा म्याच खेल्न बाँकी रहेकाले सर्वाधिक विकेटकर्ता बन्ने दौड थप रोमाञ्चक हुने देखिन्छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।